2 करोड चान्जुन मात्र नेपालमा छ हैन। तर दुईटा कुराले चाहिँ हाम्रो उल्टो पुल्टो हुनेवाला छ। अहिलेसम्म चाहिँ हाम्रो डेमोग्राफिक डिभिडेन्ड भन्ने कुरा सुन्नुभएको होला। डेमोग्राफिक डिभिडेन्ड भनेको चाहिँ हाम्रो पपुलेसन पिरामिड हेर्ने हो भने चाहिँ हाम्रो वर्कफोर्स चाहिँ बढी छ, वर्किङ एज पपुलेसन इज हायर, अलिकति हायर छ हैन। डिपेन्डेन्ट पपुलेसन चाहिँ कम छ क्या, त्यही भएर यस्तो पिरामिडल सेप छ। तर दुईटा कुराले हाम्रो चाहिँ अहिले चाहिँ हाम्रो डेमोग्राफिक डिभिडेन्ड छ भन्नुपर्दा नेक्स्ट 20 इयर्स मेबी अथवा इभन लेस हुनसक्छ। हाम्रो वर्कफोर्स इज बिगर देन डिपेन्डेन्ट पपुलेसन। तर दुईटा कुराले के भइरहेछ भने हाम्रो फर्टिलिटी रेट घटिरहेछ। अहिले पपुलेसन रिप्लेसमेन्ट रेट भन्छ, एउटा कपलले लेस देन दुईटा बच्चा पाइरहेछ, 1.85 बच्चा पाइरहेछ एउटा कपलले, दुईजनाले रिप्लेसमेन्ट कति गर्यो 1.85, लेस देन 2 भनेपछि पपुलेसन डिक्लाइन भइरहेछ हो। त्यसपछि मास एक्सोडस छ। तपाईँकै कतिजना साथीहरू बाहिर गइसक्नु होला होइन, हामी कोही फर्केर आयौँ, तर मेरो ब्याचको 80-90% दे आर अब्रोड र त्यो कन्टिन्यू भइरहेछ। भनेपछि जुन हिसाबले चाहिँ हजुरको बर्थ रेट घटिरहेछ र त्यो हिसाबले चाहिँ एक्सोडस बढिरहेछ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो पपुलेसन क्राइसिसमा छ, भ्याक्युम छ र नेक्स्ट 20 इयर्स पनि छैन हामीसँग। त्यही रेटले बढ्यो भने मेबी जस्ट 15-20 इयर्स छ। त्यतिन्जेलसम्म हामीले तर के गर्यो भने वी क्यान डु इट, होइन भने चाहिँ हाम्रो वर्कफोर्स भन्दा डिपेन्डेन्ट पपुलेसन बढी हुन्छ, वी क्यानट डु इट, हेल्थ वाइज, फाइनेन्सियल वाइज, एभ्रिथिङ वाइज होइन। अब यसलाई कसरी सल्भ गरिन्छ र अर्को सिनेरियो भन्छु, नेपालको हेल्थ केयर एक्सपेन्सेसमा पर क्यापिटल हेल्थ केयर एक्सपेन्सेस वेस्टर्नभन्दा कम छ होइन। तर प्रब्लम चाहिँ के छ भने आउट अफ क्यापिटल एक्सपेन्सेस बढी छ, 80% प्राइभेट सेक्टरको रोल छ, एटलिस्ट दे आर प्रोभाइडिङ सर्भिस। तर धेरै जसो मान्छेहरू चाहिँ आउट अफ द पकेट एक्सपेन्डिचर गर्नुपर्छ र नेपालको पपुलेसन जुन पोभर्टी लाइन छ, पोभर्टी लाइन बिलो द पोभर्टी, $1 पर डे भन्दा कम अर्न गर्नलाई चाहिँ पोभर्टी लाइन भन्छ। त्योभन्दा कम भएको चाहिँ 10% पपुलेसन छ। त्यो चाहिँ फेरि तथ्याङ्क छैन, त्यो चाहिँ अनुमानित हो, हार्डकोर तथ्याङ्क छैन। भन्नुको अर्थ मान्छेहरू गरिबीको रेखामा पनि टन्ने छन् र हेल्थ इन्सुरेन्स सिस्टम छैन, अनि पकेटबाट तिर्नुपर्छ र हेल्थ केयर एक्सपेन्सेस एभ्री इयर महँगो भइरहेछ र मान्छे बचाउने नाममा चाहिँ मान्छेको घरखेत गरेर फेरि दे कुड बी गरिब। हामी जसरी चाहिँ लिस्टेबल कन्ट्रीबाट माथि जान्छौँ, अर्को कुरा लिस्टेबल कन्ट्रीबाट चाहिँ माथि मान्छे चाहिँ मिडल इन्कम कन्ट्रीमा जान्छ नेपाल होइन। त्यो चाहिँ राम्रो प्राइडको कुरा हो, बट द्याट्स रङ। किनभने लिस्टेबल कन्ट्रीबाट माथि चाहिँ 3टा क्राइटेरिया हेरिन्छ, एउटा पर क्यापिटल अनि अरू एसटिआई के इन्डेक्सहरू हेरिन्छ। हामी पर क्यापिटल इन्कम बढेर मिडल इन्कममा गएको होइन नि, थाहा छैन यहाँबाट। हामी धनी भएर मिडल इन्कम कन्ट्रीमा जानु लाग्यो होइन। हाम्रो अरू कुराहरू धनी बाहेक अरू कुराहरू छ नि हो, त्यो हेल्थ रिलेटेड कुराहरू त्यो राम्रो भएको भएर हामी माथि जानु लाग्यो, धनी भएर चाहिँ होइन फेरि होइन। भनेपछि यो कुराहरू चाहिँ हाम्रो युथहरू बुझ्नुपर्ने जरुरी छ। अब तपाईँ हुनु, तपाईँ सपोज हाम्रो जेएनजी आन्दोलन भयो, हामी जस्तै यसको साथीहरू अथवा हामीभन्दा यङ साथीहरू मन्त्री हुनुभयो, भोलिको दिनमा तपाईँ मन्त्री भयो भने देश कसरी चलाउनुहुन्छ होइन। किनभने भोलिको भविष्य भनेको हाम्रो हातमा, तपाईँहरूको हातमा हो र हेल्थको फिलोसफी भनेको हामीले त्यो प्रब्लम कसरी फिक्स गर्छ भन्ने कुरा चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। र हेल्थ केयरमा हामीले कुरा गर्ने हो भने वी जस्ट टक अबाउट डक्टर्स एन्ड नर्सेस, तर त्यसले पुग्दैन। र म किन पुग्दैन म हजुर भन्छु, तपाईँको बुवा बिरामी भयो सपोज होइन, अहिले धेरै जसोको त बुवा आमा नेपालमा हुन्छ, बच्चा सबै बाहिर छ होइन। एनिवे तपाईँ यहीँ हुन्छ, तपाईँको बुवा आमा बिरामी भयो, तपाईँले चाहिँ हस्पिटल भर्ना गर्नुभयो। हस्पिटल भर्ना जाँदाखेरि सबभन्दा अगाडि तपाईँले प्राइस हेर्नुहुन्छ, किन यु हेभ टु पे आउट अफ योर पकेट। भनेपछि फाइनेन्सियल इज भेरी इम्पोर्टेन्ट। त्यसपछि बुवालाई औषधि दिइन्छ, भ्याक्सिन दिइन्छ, भेन्टिलेटरमा हालिन्छ, के गरिन्छ, सबै मेडिकल इक्विपमेन्ट, ड्रग्स, भ्याक्सिन्स, एभ्रिथिङ, मोस्ट अफ देम आर इम्पोर्टेन्ट होइन। अनि त्यसपछि हेल्थ केयर सर्भिस भनेको डक्टर्स, नर्सेस र अरू प्यारामेडिक्स लगायत सबै कुराहरू आउँछ होइन। तर प्रब्लम के छ भने WHO को रिपोर्ट अनुसार अहिले हाम्रो डक्टर्स र नर्सेसहरूको जुन ह्युमन रिसोर्सेस छ, त्यसले हामीले कुनै पनि हालतमा चाहिँ युनिभर्सल हेल्थ कभरेज दिन सक्दैनौँ। त्यो 2022 सालको रिपोर्ट हो। र त्यसपछि 2022 सालपछि कोभिड खुलेपछि झन् एभ्री इयर 80-90% मेडिकल ग्रेजुएट्सहरू दे आर गोइङ अब्रोड अहिले चाहिँ। भनेपछि पहिला नै हामी 2022 मा नै हाम्रो हेल्थ केयर क्राइसिसमा छ, इट्स गेटिङ वर्स। नर्सेसहरू के छ भने अहिले जति पनि नर्सेसहरू हामीले पाइरहेको छौँ, अरू नर्स पढ्यो भने बाहिर जानु हो खास भन्दैन होइन। भनेपछि अब तपाईँको बुवालाई, अब त्यहाँबाट प्र्याक्टिकल क्वेसनबाट जाउँ, तपाईँ मन्त्री हुनुहुन्छ सपोज, कोही तपाईँलाई सोध्न आयो मेरो बुवालाई म हस्पिटल भर्ना गर्छु, आउट अफ द पकेट एक्सपेन्सेस म कसरी तिरौँ होइन। औषधिहरू महँगो छ, किन नेपाल कुनै पनि बनाउँदैन, औषधि पनि बनाउँछ 50-60% बनाउँछ, तर अरू सबै बाहिरबाट मगाउनु पर्छ। भ्याक्सिन्स भ्याक्सिनको एउटा पनि कम्पनी छैन है, केही पनि छैन नि त। अनि एक्सरे सिटी स्क्यान लगायतको अरू सिम्पल कुराहरू पनि नेपालले केही पनि बनाउँदैन, अनि सबै इम्पोर्ट गर्नुपर्छ। अनि थर्ड
डक्टर नर्सकै अभाव छ। काठमाडौँमा होला तर काठमाडौँ बाहिर छैन, अनि स्पेसलिस्ट डक्टर छैन। भनेपछि यो सबै कुरालाई चाहिँ सल्भ गर्न सकियो भने चाहिँ द्याट्स गोना बी असम। अब यसलाई सल्भ गर्ने त्यही भएर चाहिँ हामीले हेल्थ केयरमा हामीले हेर्दाखेरि चाहिँ इट्स नट ओन्ली अबाउट सर्भिस। हामीले 3 पार्टमा हेर्छौँ। हेल्थ केयर भनेको फर्स्ट आई लुक एट द फाइनेन्सियल्स। तपाईँको पेमेन्ट कसैले त पेमेन्ट त पाउनु पऱ्यो नि, फोकटमा त कसैले काम गर्दैन होला है। कम दिने कि बढ्ने त्यो छुट्टी कुरा हो, तर समबडी हेज टु पे, नथिङ इज फ्री। भनेपछि तपाईँको त्यो पेमेन्ट डोमेन अथवा फाइनेन्सियल्स कसरी ट्याकल गर्नुहुन्छ त्यसलाई चाहिँ हेल्थ केयर फाइनेन्सिङ भन्छ। अनि हेल्थ केयर इन्सुरेन्स इज वान अफ द पिलर्स। भनेपछि हामीले त्यो फिक्स गर्नु पऱ्यो। त्यो फिक्स नगरेसम्म प्रब्लम त्यहीँबाट सुरु हुन्छ। र हेल्थ केयर इन्सुरेन्स चाहिँ एउटा गभर्मेन्ट इन्सुरेन्स हुन्छ जुन नेपालमा फ्लप मोडल हो। त्यसलाई अहिलेको जस्तो कि हाम्रो 5 जना छ, 5 जनामा चाहिँ 3500 30 1 लाखको पाउँछ। अनि 5 जनाले त्यो 1 लाख सिधै 5 लाख सिधै उठ्यो कति 35 × 5 त्यति मात्र पैसा उठाएको छ। 5 लाख त खर्च भइसक्यो भने त्यो सस्टेन हुन्छ हुँदैन नि हैन। भनेपछि सुरुमा त हामीले हेल्थ इन्सुरेन्स फिक्स गर्नुपर्छ र त्यसमा चाहिँ गभर्मेन्ट र प्राइभेट दुईटै मिल्नुपर्छ फर्स्ट। सेकेन्ड चाहिँ सर्भिस इन्डस्ट्री भन्छौँ। अनि थर्ड चाहिँ हेल्थ केयर प्रोडक्सन इन्डस्ट्री भन्छौँ। हेल्थ केयर प्रोडक्सन मैले किन भनेको भन्दाखेरि हाम्रो हेल्थ केयर नेपालमा चाहिँ 80-90% एक्सपेन्सेस चाहिँ डक्टर्स नर्सेसको स्यालेरी अथवा बेड चार्जमा खर्च हुँदैन। 80-90% हाम्रो केमा खर्च हुन्छ भन्दाखेरि औषधिमा, भ्याक्सिन्समा, सिटी स्क्यानमा, एमआरआईमा, यु नेम इट। र त्यो कुनै पनि नेपालले बनाउँदैन, कुनै पनि औषधि बाहिर। भनेपछि हामीले कमाएको पैसा हेल्थ केयर नाममा बाहिर गइरहेछ। भनेपछि यो हेल्थ केयर इन्डस्ट्रीलाई नेपालमा प्रमोट गर्नु पऱ्यो। त्यसपछि यु क्यान कन्ट्रोल द प्राइस होइन। भनेपछि जसरी केही औषधिहरू यहाँ बनिरहेको छ, क्यान्सरको मोलिक्युल्स यहीँ बन्न थाल्यो, हार्टको औषधि यहीँ बन्न थाल्यो, आयुर्वेदिक औषधिहरू हामीले त्यो कच्चा पदार्थ बेच्दै होइन, औषधि यहाँ बनाउने होइन। अब फार्मासिस्ट क्यान टेल हाउ टु मेक मेडिसिन्स होइन। त्यो औषधिहरू हामीले बनाउनु पऱ्यो, इभन भ्याक्सिन्स बनाउनु पऱ्यो। त्यसपछि त बल्ल तपाईँको प्राइस कम हुन्छ कि मान्छेहरू रोजगारी पाउँछ, जिडिपी बढ्छ। त्यो बाहिर फरेन करेन्सी जानु पऱ्यो, फरेन करेन्सी झन् नेपालमा आउँछ। भनेपछि फर्स्ट वी हेभ टु फिक्स आवर इन्सुरेन्स, हेल्थ केयर फाइनेन्सिङ। सेकेन्ड वी हेभ टु इम्पावर मेडिकल प्रोडक्सन्स, हेल्थ केयर इन्डस्ट्री भन्छौँ इन्डस्ट्री। अनि थर्ड इज सर्भिसमा डक्टर एन्ड नर्सेस दे आर सर्भिस प्रोभाइडर्स। तर त्यो मात्र घर पुग्दैन, बायोटेकलाई लाइसेन्स दिएन नेपालमा। तपाईँले इमेजिन गर्न सक्नुहुन्छ हाम्रो डायग्नोस्टिकमा क्यान्सरमा डायग्नोसिस गर्नु पऱ्यो, ट्रिटमेन्ट गर्नु पऱ्यो। अहिले सबै मोलिकुलर लेभलमा हुन्छ, डिएनए आरएनए भ्याक्सिन्स बनाउनु पऱ्यो, मेसेन्जर आरएनए तपाईँले पढिहाल्नुभयो होइन, थाहा पाउनु भयो। भनेपछि एभ्रिथिङ इज गोइङ डिपर एन्ड डिपर। आरएनए डिएनएमा पुगेर छ। आरएनए डिएनएमा खेल्ने डायग्नोसिस टिममा भनेको सुब्रत जस्तो मान्छेहरू हो जो चाहिँ बाहिर पढ्यो। तर उहाँहरू जस्तो मान्छेले नेपालमा लाइसेन्स पनि दिँदैन होइन, लाइसेन्स पनि दिएन, माइक्रोबायोलोजी लाइसेन्स दिएन होइन। अनि भएको डक्टरहरू सबै बाहिर जान्छ, बाहिरबाट आएकोलाई फेरि यहाँ लाइसेन्स दिएन, प्रब्लम त्यहाँ छ। भनेपछि अनि ह्युमन रिसोर्सेस एउटा भयो। अब ह्युमन रिसोर्सेसले के सर्भिस प्रोभाइड गर्छ भन्दाखेरि चाहिँ हेल्थ केयरको सर्भिस प्रोभाइड गर्ने 4वटा तपाईँको टेक होम मेसेज 4वटा कुरामा फोकस गर्नुहोस्। हाम्रो एउटा प्रिभेन्सन है, सेकेन्ड भनेको क्युरेसी। प्रिभेन्सन भनेको रोग लाग्नु दिनु, रोग लाग्यो क्योर गर्नु पऱ्यो। आज क्योर गर्नु पनि भोलिपल्ट फिट हुँदैन नि त होइन, रिहेबिलिटेसन त गर्नु पर्ला नि त। रिहेबिलिटेसन भन्छ त्यसलाई। रिहेबिलिटेसनको फिजिकल मात्र होइन, मेन्टल स्पिरिचुअल सबै पर्छ, साइकोलोजिकल सबै पर्छ। 5 मिनट माग्छ होइन मैले हेरेको छु। र फोर्थ भनेको चाहिँ हजुरको प्यालिटिभ भनेको एक्जाम्पल कुनै एन्ड स्टेज क्यान्सरको पेसेन्ट छ, अब उसको क्यान्सर क्योर हुँदैन भनेपछि पेन फ्री लाइफ तपाईँले बाँच्नु पाउनु पऱ्यो। त्यसको अधिकार हो नि त होइन। क्वालिटी अफ लाइफ मेन्टेन गरेर जति समय बाँकी छ उसले बिताउनु पाउनु पऱ्यो। त्यसलाई त्यो मेन्टेन गर्नलाई चाहिँ प्यालिटिभ केयर भन्छ। अनि नेपालमा अहिलेसम्म एउटा प्यालिटिभ केयरको एउटा ट्रेनिङ पनि छैन। रिहेबिलिटेसनमा पनि हामी एकदमै पोर छौँ। एउटा मात्र सेन्टर छ, अरू साइन्स छैन। फिजियोथेरापिस्ट बल्ल आउनु थालेको छ, ट्रेनिङ सुरु भएको छ, तर अकुपेसनल थेरापी, स्पिच, अटिजम थेरापी अरू कुराहरू छ, त्यो कोही पनि मान्छे छैन, ट्रेनिङ पनि हुँदैन। भनेपछि हाम्रो नेपालको सबै फोकस कहाँ छ भने क्युरेटिभमा मात्र भइरहेछ होइन। तर हामीले फोकस गर्नुपर्ने प्रिभेन्सन, रिहेबिलिटेसन, प्यालिएटिभमा म्यान पावर पनि छैन, फोकस पनि छैन। अब प्रिभेन्सनको कुराहरू, प्रिभेन्सनमा हेल्थ केयर एक्सपेन्सेस भन्दा हेल्थ केयर इन्भेस्टमेन्ट भनिन्छ। किनभने प्रिभेन्सनमा तपाईँले इन्भेस्ट गर्नु भने यु गेट बिगर रिटर्न। इन्भेस्टमेन्ट र लायबिलिटी र इन्भेस्टमेन्टको तपाईँले फरक बुझिहाल्नुहुन्छ होइन। भनेपछि प्रिभेन्टिभमा गभर्मेन्टले अथवा तपाईँले जति खर्च गर्नुहुन्छ द्याट्स नट यर लायबिलिटी, द्याट्स यर इन्भेस्टमेन्ट। यु गेट रिटर्न, मोर रिटर्न पाउँछ तपाईँले। एक्जाम्पल भ्याक्सिन्समा $1 भ्याक्सिनमा $1 इन्भेस्ट गर्यो कुनै गभर्मेन्टले भने $16 को रिटर्न पाउँछ म्याथमेटिकल क्यालकुलेसन्स हेर्ने हो भने। अब प्रिभेन्टिभ मेडिसिनको कुराहरू, प्रिभेन्टिभ मेडिसिनमा कुरा गर्ने भने यहाँ मैले सर्टेन कुराहरू देखाएको छु होइन।
त्यो खास डक्टर्सहरूले प्रिपेयर गरे हो, तर वी क्यान टक अबाउट इट। प्रिभेन्सन मेडिसिनमै कुरा गर्ने भने तपाईँ अब होल बडी चेकअप, हामी वी आर टोटली एगेन्स्ट दिस होइन। तपाईँ अब कुनै अब ल प्रिभेन्सनमा फोकस गर्नुपर्छ है, ल है रोग लाग्नुभन्दा अगाडि हामी प्रिभेन्टिभ मेडिसिन जानुपर्छ। ल के गर्ने, होल बडी प्याकेज किन्ने। होल बडी प्याकेज के 10,000 को 20,000 को 30,000 को 40,000 को 50,000 को भनेपछि तपाईँले के हुन्छ, हस्पिटलको त्यो रिसेप्सनलाई भेट्नुहुन्छ, पैसा कति छ त्यो अनुसार तपाईँ प्याकेज किन्नुहुन्छ। द्याट्स नट हेल्थ, द्याट्स नट प्रिभेन्टिभ मेडिसिन। त्यसो भन्दा कुनै एउटा 1 लाख खर्च गरेर हि गेट्स एभ्रिथिङ, एमआरआई पनि पाउँछ। तर भइरहेको के छ भने प्रिभेन्टिभ मेडिसिनको प्रिमियम प्याकेज किनेको मान्छे 1 हप्तामा हार्ट एट्याक भएर हस्पिटल भर्ना भइरहेछ, भएकै छ त हामी देखेको होइन। किन भन्दाखेरि त्यो प्रिभेन्टिभ मेडिसिनको प्याकेज तपाईँको साइन्टिफिक डिजाइन गरिएको छैन, त्यो पैसा अनुसार डिजाइन गरिएको छ। तपाईँलाई अल्ट्रासाउन्ड गर्ने कि सिटी स्क्यान एमआरआई गर्ने भने तपाईँको पैसाले डिटर्माइन गर्ने हो र। त्यो तपाईँ डक्टरसँग बसेर डक्टरले चाहिँ तपाईँको अल्गोरिदम हेरेर डिसाइड गर्ने। इक्जाम्पल मकोमा कुनै बिरामी आउनुभयो भने मैले उहाँलाई के सोच्छु भने पहिला सुरु उहाँको एज हेर्छु, उहाँको जेन्डर हेर्छु, चुरोट रक्सी खान्छ खानु, म त्यो सोच्छु। फ्यामिली हिस्ट्री सोच्छु, उहाँको बुवालाई क्यान्सर थियो कि आमालाई क्यान्सर थियो कि हार्ट एट्याक थियो कि, त्यो फ्यामिली हिस्ट्री सोच्छु। अरू रिस्क फ्याक्टर्सहरू हेर्छु, उहाँलाई यो वेट नाप्छु, यताउता गर्छु। त्यो सबै गरेपछि कुन कुन टेस्ट गर्ने बल्ल म उहाँलाई भन्छु होइन। अनि त्यो टेस्ट पनि के हुन्छ, कुनै इन्फेक्सिटिज जस्तो कि बुढेसकालमा मान्छे मृत्यु हुने भनेको के हो भन्दाखेरि चाहिँ कि इन्फेक्सन भएर मर्छ होइन, कोभिड सोभिड सबै है, इन्फेक्सन न्युमोनिया भएर मर्छ कि क्यान्सर भएर मर्छ होइन। होइन भने चाहिँ अब डायबिटिस, हाइपरटेन्सन, कोलेस्ट्रोलको प्रब्लम सुरु हुन्छ, अनि त्यसपछि हार्ट एट्याक, ब्रेन एट्याक होइन, त्यो भएर मर्छ। अनि त्यसपछि यो सबै यो इन्फेक्सिटिज, हार्ट एट्याक, ब्रेन एट्याक यो होइन, क्यान्सर। तर हेल्थ भनेको बडी मात्र हेल्दी भएर भयो भने स्पिरिचुअली, मेन्टली पनि होइन, रिलिजियस हिसाबले भन्नुहुन्छ अथवा अरू हिसाबले त्यो पनि हुनु पऱ्यो। त्यसलाई लाइफस्टाइल मोडिफिकेसन भन्छ। भनेपछि यो सबै पिलरमा चाहिँ उहाँको चाहिँ मैले चाहिँ त्यो ट्रिटमेन्ट भन्दा नि त्यो डायग्नोस्टिक्सहरू डिजाइन गर्नुपर्छ। तर एभ्री इन्डिभिजुअलको फरक हुन्छ, एभ्री हो त्यसलाई हुन्छ प्रिभेन्टिभ मेडिसिन है। त म तपाईँलाई कति कम्प्लेक्स छ मात्र देखाउँछु, ताकि तपाईँले भोलि कसैले होल बडी चेकअपमा तपाईँले 10,000 को प्याकेज छ भने तपाईँले चाहिँ एज अ डक्टर नभए पनि तपाईँले यसमा चाहिँ तपाईँले रिस्क फ्याक्टर सोध्नुभयो, क्यान्सर हिस्ट्री सोध्नुभयो, यो गर्नु भने तपाईँले सोध्नु सक्नुहुन्छ होइन। ल भ्याक्सिनको कुरा गर्ने भने अब एज अनुसार भ्याक्सिन लगाउनु पर्ने हुन्छ होइन। कतिवटा भ्याक्सिन छ। अल्कोहल अहिले हाम्रो टेक होम मेसेज, हाम्रो उहाँले अल्कोहल कुरा गर्नुभयो, हाम्रो युथ्सहरूमा सबभन्दा ठुलो प्रब्लम चाहिँ स्मोकिङको देखिरहेको छ। र मान्छेहरूले के थाहा छ भने हुक्का स्मोकिङ भनेको सेफ छ, भेप स्मोकिङ सेफ छ भन्नुहुन्छ। सिडिसीको रिपोर्ट अथवा डब्लुएचको रिपोर्ट तपाईँले हेर्नुहोस्, 1 घन्टाको हुक्का तान्दाखेरि 200 सिगरेट हुन्छ। तपाईँको थाहा छ 1 घन्टाको हुक्का स्मोकिङ गर्दाखेरि 200